दर्शकबिन जानकारी गराउन चाहन्छु। यो फुटेज हो अग्निसायर कृष्ण सोब्रन गाउँपालिकाको, जहाँ गाउँपालिका अध्यक्ष दीनानाथ चौधरीज्यू आफ्नो व्यक्तिगत स्वार्थका लागि कार्यालय कक्षलाई नै आफ्नो मसाज सेन्टर बनाएर त्यसमा मसाज गराउनमा मगन हुनुहुन्छ। घरि रक्सीको तालमा हुन्छ, घरि मसाजको तालमा हुन्छ, घरि यता हुन्छ, घरि उता हुन्छ। विकास कतातिर गइरहेको छ, पालिकाको अवस्था कतातिर गइरहेको छ, कर्मचारीको अवस्था कस्तो छ, जुन जनताले जननिर्वाचित गराउनु भयो त्यो जनताको अवस्था कस्तो छ, जति पनि सेवा सुविधाहरू गाउँपालिकाले जनसमक्ष पुर्याउनु पर्थ्यो त्यो सेवा सुविधा कता हो कता, त्यो कुरामा अलिकति पनि ध्यान छैन दीनानाथ चौधरीजीको। दीनानाथ चौधरीज्यू एकातिर रक्सी खाएर अनाप शनाप गाली गर्नुहुन्छ, अर्कोतिर आफ्नो कार्यालयभित्र सुतेर मजाले मसाज गराउनमा लिप्त हुनुहुन्छ। यही रवैयाको कारणले गर्दा अग्निसायर कृष्ण सोब्रन गाउँपालिका अहिले आलोचनाको विषय बनेको छ। हरेक जनताले सामाजिक सञ्जालदेखि लिएर त्यहाँ प्रदर्शन गर्ने जनताहरू, जनप्रतिनिधिहरूको राजीनामाको माग समेत गर्न थालेको छ। तर दीनानाथ चौधरीज्यूको ध्यान त्यतातिर छैन। दीनानाथ चौधरीज्यू आफ्नै लयमा आफ्नै तालमा निर्णय गर्नुहुन्छ। के गर्नुपर्छ के गर्नु पर्दैन त्यो कुरालाई ख्याल नगरिकन आफ्नो स्वार्थ केबाट पुरा हुन्छ त्यसमै व्यस्त हुनुहुन्छ। सबभन्दा विचित्रको कहानी त यो फुटेजले दर्शाइरहेको छ। जब कार्यालयमा आफू सुतेर यस्तो किसिमको मसाजमा लिप्त हुन्छ भने त्यो पालिकाको अवस्था कस्तो होला यो गहिरो अध्ययनको विषय बन्छ। त्यहाँको स्वास्थ्यको अवस्था कस्तो छ, त्यहाँको शिक्षाको अवस्था कस्तो छ, युवाहरू कतातिर गइरहेको छ, युवाहरूलाई के चाहिएको छ, बाटोघाटो कस्तो किसिमको छ, त्यहाँ एम्बुलेन्स कुन कुन वाडामा सेवा दिइरहेको छ, त्यहाँको ल्याब किन बन्द भएको छ, त्यो कुराहरूमा पटक्कै ध्यान छैन अध्यक्षजीको। अध्यक्षजीको ध्यान आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भएको देखिन्छ। किनभने कार्यालयभित्र यस्तो किसिमको हरकतले के दर्शाउँछ भने यो जनप्रतिनिधि, जननिर्वाचित जनप्रतिनिधिको काम होइन। यो कुनै दिमागै सही नभएको व्यक्तिले पनि यस्तो किसिमको काम गर्नुभन्दा पहिला 100 चोटि सोच्छ। तर हाम्रो अध्यक्षज्यूलाई फरकै पर्दैन। मान्छेले के भन्छ, यो सन्देश बाहिर गयो भने यसको प्रभाव के हुन्छ। अध्यक्षज्यू त्यो सोफा तपाईको व्यक्तिगत लगानीमा आएको होइन। त्यो सोफा जुन सोफामा तपाईँ मसाज गराउँदै हुनुहुन्छ त्यहाँका जनताले एक रुपैयाँ कर बापत तिरेर कार्यालयलाई सहयोग होस् त्यसको लागि त्यो सोफा दिएको छ। यस्तो किसिमको हरकतहरूले गर्दा जनताको एकातिर मनोदशा पनि नकारात्मक हुन्छ, अर्कोतिर कार्यालयलाई मसाज सेन्टर जब बनाउनुहुन्छ तपाईँ त्यसको प्रभाव के हुन्छ त्यो कुरा तपाईलाई विचार गर्नुपर्छ। यति मात्र होइन, यदि तपाईँ समयमा सचेत हुनु भएन भने त्यहाँको जनताले तपाईलाई जनकारबाही गरेर तपाईको वास्तविक हैसियत के हो, एउटा सार्वजनिक पद ग्रहण गरेको व्यक्तिलाई कस्तो तरिकाले काम गर्नुपर्छ, कस्तो तरिकाले जिम्मेवारी निर्वाह गर्नुपर्छ, यो कुराहरूको एक हिसाब त्यहाँका जनताले लिनेछ। किनभने तपाईँ
जस्तो किसिमको रवैया देखाउँदै हुनुहुन्छ, यसले सम्पूर्ण पालिकालाई बदनाम गरेको छ।